पृथ्वीनारायण शाह युद्ध जित्ने राजा मात्र थिएनन्, उहाँ भविष्य देख्ने रणनीतिक नेता पनि थिए। उहाँले नेपाललाई दुई ढुङ्गा बीचको तरुल भन्नुभयो। एकातिर दक्षिणबाट फैलिँदै गरेको ब्रिटिस शक्ति थियो, अर्कोतिर उत्तरबाट चीन साम्राज्यको प्रभाव थियो। यी दुई शक्तिका बीच नेपाल सानो थियो, तर कमजोर हुनु हुँदैन थियो। पृथ्वीनारायण शाहले स्पष्ट नीति दिए, कसैसँग अनावश्यक दुश्मनी नगर्ने, तर कसैको अधीनमा पनि नजाने। उहाँले सन्तुलन, सावधानी र आत्मनिर्भरता रोज्नुभयो। नेपाललाई आफ्नै खुट्टामा उभ्याउने सोच अघि सार्नुभयो। यो नीति केवल त्यो समयका लागि थिएन, यो नेपालको दीर्घकालीन राष्ट्रिय दृष्टिकोण बन्यो। युद्धले नेपाल बनायो, तर रणनीतिले नेपाल बचायो।